थाहा गर्नुपर्छ, थाहा हुनुपर्छ। चुनाव चिन्है थाहा भएन भने भोलि हर्क साम्पाङलाई केमा भोट हाल्नु तपाईँले है? हामी यो चुनावमा भाग लिन्छौँ। हाम्रा तपाईँको चाहिँ समानुपातिक र प्रत्यक्ष दुवै उम्मेदवारलाई तपाईँहरूले जिताइदिनुपर्छ। तपाईँहरूले चुनावमा हाम्रो उम्मेदवारको कुरा हेर्नुहुन्न भने पनि उम्मेदवार तपाईँलाई मन नपर्न पनि सक्छ। ल हर्क साम्पाङलाई सम्झिनु है, भोट हाल्ने बेलामा हर्क साम्पाङको अनुहार सम्झिनु, अनि आफ्नो केटाकेटीको अनुहार सम्झिनु, आफ्नो छोराछोरीको भविष्य सम्झिनु, अनि हर्क साम्पाङले बोल्दै गरेको यो कुरा सम्झिनु, मेरो अनुहार सम्झिनु, मेरो अनुहार सम्झिनु, अनि भोट हाल्नु है, अनि भोट हाल्नु। यदि त्यो गर्नु भएन भने मैले भन्दैछु हर्क साम्पाङ झुट बोल्दैन। भोलिको दिनमा दुःख पाउने दिन आउँछ। त्यो दुःख मैले पनि पाउँछु, तपाईँले पनि पाउनुहुन्छ। म एक्लैले पाउने त होइन, हुन त तपाईँले पनि दुःख पाउनुहुन्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म धेरै कुरा राख्न चाहन्न।